साथीहरू सबैजनालाई स्वागत गर्न चाहन्छु आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ हामी नेपालमै बसेर विदेशको मार्केटको कसरी हेर्ने भन्ने कुरा। तपाईँहरूले यो मार्केट हेर्नको लागि हाम्रो वेल्थ अर्बिट सेन्टर भन्ने वेबसाइट रहेको छ। त्यो वेबसाइटमा गएर यी कुराहरू हेर्न सक्नुहुन्छ र तपाईँहरूलाई यी वेबसाइटको बारेमा विस्तृत रूपमा जानकारीको लागि हामीले यो वेबसाइटको लिङ्क पनि डिस्क्रिप्सन बक्समा राखिदिनेछौँ। सर्वप्रथम तपाईँले यहाँ देख्न सक्नुहुन्छ वेल्थ अर्बिट सेन्टर हाम्रो सुरुमा होम पेजमा आएका छौँ हामी। त्यस पछाडि तपाईँले कुन देशको मार्केट हेर्न चाहनुहुन्छ त्यही देशको मार्केट हेर्नको लागि जस्तै हिट म्याप रहेको छ। हिट म्याप भनेको त्यो कम्पनीहरू कसरी बढ्यो घट्यो लोगो अनुसार हेर्न मिल्यो। अनि लार्जेस्ट कम्पनीमा जस्तै तपाईँले गेनर लुजर कति पैसा कमाएको छ त्यो कम्पनीले भन्ने कुरा तपाईँले यो हिट म्यापको सहायताले हेर्न सक्नुहुनेछ। अनि स्क्रिनरमा जस्तै लार्जेस्ट कम्पनी भयो। अब मलाई इन्डियाको हेर्न मन लाग्यो होइन, इन्डिया चुज गर्दा हामीले अल्फाबेटिकल अर्डर अनुसार राखेका छौँ। अब इन्डिया यहाँ चाप्यो भने इन्डियाको सबै कम्पनीहरू आयो होइन। यहाँ देख्न सक्नुहुन्छ इन्डियाको अहिले लगभग 1814वटा कम्पनी आएको छ। अब 1814वटा कम्पनीलाई हामीले बढाएर धेरै जस्तै रिलायन्स भन्ने यहाँ देखिएन, एचडिएफसी ब्याङ्क देखिएन होइन। अब यिनीलाई देखिनको लागि तपाईँ हामीले यो प्राइमरी लिस्टिङ रहेको छ यो राइटलाई चाहिँ ठ्याक्क हटायो भने अब यहाँ रिलायन्सको लोगो आयो होइन। 2900वटा कम्पनी आयो। अनि आज बाहेक अरू दिनमा पनि कारोबार भएका कम्पनीहरूलाई पनि हेर्न मन छ भने यसलाई पनि लगाउनु होला। त्यस पछाडि 2900बाट 4600मा पुग्यो होइन। अनि त्यस पछाडि यहाँ कमन स्टक डिपोजिटरी पार्टिसिपेन्ट जस्तो तपाईँले त्यो क्यापिटल मार्केटको जस्तो कम्पनीहरू अनि इटिएफहरू भयो। अब त्यो बाहेक सबै कुराहरू चाहियो भने यसमा एनीमा लगाउनु होला होइन। एनीमा लगाइसकेपछि अब सबै कुराहरू आयो। 4690वटा कम्पनी आयो। अब तपाईँले यी कुराहरूलाई सर्ट गरेर पनि हेर्न सक्नुहुन्छ। जस्तै मार्केट क्याप अनुसार हेर्न सक्नुभयो। अनि कुन कम्पनी आज बढी गेन भएको छ, गेन भएको कम्पनी आयो, लुज भएको कम्पनी आयो होइन। अनि अल टाइम हाई भएको कम्पनी आयो। अनि त्यसै गरी अल टाइम हाई डिभिडेन्ड दिने कम्पनीहरू आयो होइन। अनि त्यसरी ओभरबाउट ओभरसोल्ड आयो। हामीले के हेर्छौँ मार्केट क्याप अनुसारको हेर्छौँ। अनि मार्केट क्याप अनुसारको आयो। मार्केट क्याप अनुसार हामीले फेरि यहाँ फिल्टर गर्नु पऱ्यो, यता पनि फिल्टर गर्नु पऱ्यो, यता पनि यिनीमा लगाउनु पऱ्यो। त्यस पछाडि आयो रिलायन्स। रिलायन्स फर्स्टमा रहेछ। यसको मार्केट क्याप कति छ? 18.64 ट्रिलियन इन्डियन रुपिजको छ। त्यस पछाडि हाम्रो एचडिएफसी ब्याङ्कको 14 छ। अनि त्यस पछाडि एयरटेल रहेको छ। अनि टिसिएस रहेको छ। टिसिएस अहिले यो H1B भिसाको कारणले गर्दा यसको मूल्य धेरै घटिरहेको छ होइन। अनि एसबिआई ब्याङ्क रह्यो, बजाज फाइनेन्स, इन्फोसिस, हिन्दुस्तान युनिलिभर, लाइफ इन्सुरेन्स कर्पोरेसन, यो जस्तै एलआइसिएन नेपाल भन्ने नेपालमा छ नि, यसको मेन कम्पनी भनेको एलआइसिआई इन्डिया भनेको लाइफ इन्सुरेन्स कर्पोरेसन इन्डिया हो। ल्यासन एन्ड टर्बो भनेको तपाईँले इन्जिनियरिङ कम्पनी भयो। मारुति सुजुकी भनेको तपाईँले यो गाडीहरू चलाउनुहुन्छ होइन, मारुति सुजुकी गाडी हो त्यो गाडीको भयो। आइटिसी भनेको तपाईँले भयो तपाईँले यो सूर्य नेपालको चुरोटहरू बेच्ने कम्पनी, इन्डियाको मेन कम्पनी, त्यसैको शाखा सूर्य नेपालले नेपालमा ल्याएको हो। त्यस पछाडि महिन्द्रा एन्ड महिन्द्रा तपाईँले यसको गाडी चलाउनुहुन्छ होइन, महिन्द्रा एन्ड महिन्द्रा। कोटाक ब्याङ्क भयो, कोटाक महिन्द्रा ब्याङ्क। त्यसरी सन फार्मा भनेको यो फार्मास्युटिकल्स कम्पनी। एचसिएल टेक भनेको यो टेक रिलेटेड लेबर आउटसोर्सिङ गर्ने इन्डियन मेन पावरलाई अमेरिकन कम्पनीहरूसँग जोडेर पैसा कमाउने भयो। अल्ट्राटेक सिमेन्ट भयो। एनटिपिसी भनेको जस्तै नेपालमा एचआइडिसिएल जस्तो छ नि कम्पनी, नेपाल विद्युत प्राधिकरण, त्यस्तै कम्पनी हो इन्डियाको यो। अनि बजाज फिन सर्भिस भयो। अनि हिन्दुस्तान एरोनोटिकल्स भनेको तपाईँको बनाउने कम्पनी, डिफेन्सहरू नेपालमा त्यस्तो हुन्न होइन। इटर्नल जोम्याटो भनेको जोम्याटो तपाईँले सुन्नुभएको छ होला होइन। अडानी पोर्ट, यो चाहिँ पोर्टहरू भयो। अनि ओइल एन्ड नेचुरल ग्यास कर्पोरेसन भनेको यो कम्पनी भयो होइन, के अरे नेपालको आयल निगम जस्तो सरकारी स्वामित्वको कम्पनी। टिटन भनेको उसले पैसा कमाएको, राकेश झुनझुनवालाले पैसा कमाएको कम्पनी भयो। डिमार्ट भनेको यो राधाकृष्ण दमानी भन्ने इन्डियाको ठुलो इन्भेस्टरको भयो होइन। अदानी इन्टरप्राइजेस भनेको उसको भयो, तपाईँलाई थाहा छ यो। यसरी तपाईँले सबै कुराहरू हेर्न सक्नुहुनेछ। र नजानेको कुराहरू कमेन्ट गर्नुहोला, हामीले कमेन्ट गरिसकेपछि सबै कुराहरू सिकाइदिनेछौँ। अहिले यति सेवा सुविधा
हामीले यति थप गरेका छौँ यो वेबसाइटमा। हजुरहरूलाई हेर्न मन लाग्छ भने वेबसाइट भिजिट गर्नुहोला। साथसाथै अब केही अब यसलाई हामीले यति कुरा पढेर मात्रै भएन। अब यो कुन सेक्टर हो, यहाँ सेक्टर छ, इम्प्लोइ कति छन् छ, इपिएस छ, पी रेसियो छ, भोल्युम कति आएको छ, टेक्निकल रेटिङमा बाई छ कि सेल छ, चेन्ज कति भएको छ, यो हेर्नु मिल्यो होइन। अनि यहाँ चापेपछि यसको चार्ट आउँछ होइन। चार्ट आइसकेपछि तपाईँले यसको चार्टहरू डिटेलली पनि हेर्न सक्नुहुनेछ। यसरी अब चार्टमा कस्तो छ प्राइस मोमेन्टमहरू, चार्ट लाइन ड्र पनि गर्न सक्नुहुनेछ। जस्तै यसरी यसरी लाइन ड्र गर्नुपर्ने भयो। अब जस्तै ऊ पनि हेर्न मिल्यो होइन तपाईँहरूले, जस्तै अप्पर बोलिङ्गर ब्यान्ड, लोवर बोलिङ्गर ब्यान्डको कुराहरू पनि यहाँ हामीले लगाउन मिल्छ होइन। अब जस्तै यहाँदेखि यता अब सपोर्ट एन्ड रेसिस्टेन्सका कुराहरू आउँछन् होइन। यहाँ त्यसरी सपोर्ट एन्ड रेसिस्टेन्स लगाउन सक्छौँ। र नजानेको कुराहरू कमेन्ट गर्नुहोला। नजानेको कुरा यहाँ साइडमा च्याटबट छ, च्याटबटले सिकाइदिनेछ। हस् त, धन्यवाद।